हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। त राजै हो नि हो शिशिर भान्जा। हेलो भान्जा, के छ? ठिक छ। कहाँ जाँदै हो? म घर जान लाग्यो। तिम्रो घर चाहिँ कहाँ हो? त्यो बादल पारी गाउँमा? त्यो बादल हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरूलाई स्वागत छ केपिआर नेपाली राइटर युट्युब च्यानलमा। फेरि पनि म उपस्थित भइसकेको छु तपाईँहरूको सामु नयाँ भिडियोको साथमा। आज चाहिँ हामी बोटेचौरदेखि कन्टिन्यू कहाँ जाँदैछौँ भने गुमी है। बोटेचौरदेखि गुमीको यात्रा हाम्रो सुरु भइसकेको छ। हेरौँ कस्तो हुन्छ है। आज चाहिँ मामा भान्जा ट्राभल्स हो। तपाईँ देख्न सक्नुहुन्छ। अब आजभन्दा अगाडि धेरै तपाईँहरूले सल्यानको भिडियो हेर्नुभयो होला। आज चाहिँ विशेष गरी म सुर्खेतको भिडियो हाल्दैछु। सुर्खेतको बोटेचौरदेखि गुमीसम्मको। के कसो भन्छ? ठिकै हो होइन? ल तपाईँ देख्न सक्नुहुन्छ। अब यो बाटोबाट हामी चाहिँ कहाँ कहाँ जान सक्छौँ भने यहाँबाट हामी डाइरेक्ट सुर्खेत, नेपालगञ्ज, दैलेख, त्यसपछि लाएर जुम्ला, कालीकोट, रारा पनि जान सक्छ यो बाटो है। अब तपाईँहरूले देख्न सक्नुहुन्छ। यो भेरीको किनारै हामी जान्छौँ। यो चाहिँ भेरी हो। भेरी अगाडि ग्यासको गाडी हिँडिरहेछ। यस्तै चट्टानहरू आइरहेको रहेछ माथिबाट, डर लाग्दो। यस्तै छ बाटो यस्तै छ। थम्बनेल देला क्या यार पल्ट्यो। अब यस्तो टर्निङमा त जान पनि डर लाग्छ। राजै हो नि हो यमराज। हामी चाहिँ खटाङ भन्ने ठाउँमा आइपुग्यौँ। यो मेलकुनाको खटाङ भन्ने ठाउँमा आइपुग्यौँ हामी। अब चाहिँ हामी यहाँबाट जाँदैछौँ स्ट्रेट। नो ट्र्याकभन्दा बाहिर गयो। ट्राफिक नेल पार्न गरौँ ल। सब हामी चाहिँ मेलकुना भन्ने बजारमा आइपुग्यौँ। यो चाहिँ मेलकुना बजार हो।
अब चाहिँ हामी यो मेलकुनादेखि उतापट्टि गएर हामी भेरी तरेर चाहिँ गुमी भन्ने ठाउँमा जाँदैछौँ। तपाईँहरू हेर्नु होला। ल अब यहाँदेखि चाहिँ हामी गुमी जाँदैछौँ अब है। यो बाटो चाहिँ हामी अब गुमीतिर लाग्यौँ। अहिले देखाइदिनुपर्छ। एकछिन रोक्नुपर्छ होइन? ठुलो मेला लाग्छ यहाँ चाहिँ। पुरै मेला त पुरै छोरो। मान्छेको भेला र मेला के फरक पर्छ? हेलो भन्छ के खालको? कहाँ जाँदै हो? तिम्रो घर चाहिँ कहाँ हो? त्यो बादलबारी गाउँमा? नेलकुनाको पुल तरेर यता पुल ओल्लोपट्टि आइसकेका छौँ। अब यो चाहिँ गुर्बाकोट नगरपालिका भवन हो। यो तपाईँ देख्न सक्नुहुन्छ। यो चाहिँ नगरपालिकाको भवन हो यो। अस्ति गरी अब हामी चाहिँ जाँदैछौँ यता माथितिर। बाटो ठिक छ। भाइरल रोड हो हेर्नुहोस् नेलकुनाको। टिकटक बनाउनु ल हेर्नु। बाटोमा ल हेर्नु टिकटक बनाउँदै हेर्नुहोस् तपाईँको पुरा भिडियो बनाउँदै हिँड्दै है। यस्तो खालको चाहिँ यो रोड हो भाइरल रोड। यो चाहिँ कहाँसम्म गएको छ? पुरा रोडमा पनि स्विमिङ पुल छ त केपी बा भन्नुहुन्थ्यो र के अरे केपी छैनन्? शेरबहादुर बा, शेरे बा।